यो आफ्नो कम्पनीको हन्डाई बाइक छोडेर गाएछ हैन। यो गएको छ 72 22 नम्बरको बोलेरो गाडीमा म जाँदैछु। लगभग 2 किलोमिटर बाइकमा यात्रा गरियो। अब यसमा हाम्रो यात्रा हुनेछ लगभग तपाईको 30 40 किलोमिटर। त्यसपछि छुट्टै गाडी चेन्ज हुन्छ। लगायत यो गाडीमा अन्तिम घडीमा अन्तिम ठाउँमा पुगियो हैन। अगाडिबाट नि धेरै चोटी बनाइसक्यो। अब चाहिँ म पछाडिबाट बनाउँदैछु। पछाडिबाट कुन ठाउँको बनाउँदैछु भने हाम्रो देश नेपालको यो बेनी जिल्ला हो। बेनी जिल्लाको यो मेन सदरमुकाम हो कि डिटेलली के हो यसको बारेमा मलाई थाहा छैन हैन। यो चाहिँ बेनी सिटी चाहिँ अवश्य हो गाइज हैन। यो बेनी सिटी घुम्नको लागि धेरै टाइम लाग्छ। त्यही भएर जहाँनिर म छु जुन गाडीमा म आएँ त्यो गाडीबाट जति देखिन्छ त्यति मात्र देखाउँछु। यस्तो छ बेनी सिटी। बेनी सिटीको उता पारितिर हेर्नु न कस्तो भिरमा एउटा गाडी चढिरहेछ गाइज हैन। अनि यहाँको घरहरू महलहरू पनि खासै धेरै ठुलो पनि नरहेछ। त्यस्तै 2 तला 3 तला धेरै भयो भने 4 तलासम्मको रहेछन् गाइज। यसो ठिकठाक छ हैन। अनि माथितिर यस्तो हिमाल अनि पहाड सबैजना मिलेर अनि तलतिर खोला होला। यो खोलाको नाम चाहिँ के भन्ने म्याग्दी खोला भन्ने छ कि कुन खोला हो यो रे। ठिकठाक छ यार यस्तै छ। यो गाइज हाम्रो यो कम्पनीको सबभन्दा नजिकको बजार। यो बजारलाई दरबाङ भन्छ हैन। यो बजारभित्र गएर घुम्दाखेरि धेरै टाइम लाग्छ। कम्पनीदेखि यहाँसम्म म यो गाडीमा पुगेँ। यहाँदेखि यो गाडीमा अझै बेनी भन्ने बजारसम्म जानु छ। बेनीदेखि फेरि अर्को बजार अर्को गाडी के बस हुन्छ कि अब ट्याक्सी हुन्छ के हुन्छ त्यसमा जाने हो। हामी चाहिँ अब यो अन्तिम घडीमा पुग्यौँ। अन्तिम ठाउँ कहाँ हो के हो भन्ने हजुरको अवश्य पनि लाग्न सक्छ। यो ठाउँ भनेको हाम्रो देश नेपालको एउटा बेनी जिल्ला हो हैन। बेनी जिल्लाको यो बेनीको सदरमुकाम हो कि के हो डिटेलली रूपमा मलाई पनि थाहा छैन हैन। म पनि अब यहाँ घर भएको भइदिए म सबै कुरा भन्थेँ। जति कुरा मलाई थाहा छ त्यति कुरा मात्र भन्ने हो हैन। अब म चाहिँ यो यही गाडीमा यहीँसम्म मात्र यात्रा हुन्छ। यो अब यहाँदेखि अब पछिल्लो भेटघाटमा यहाँ आएला नआएला त्यो अब भगवान् भरोसा मान्नु सोच्नु होला। र म चाहिँ यहाँ पुगेँ। यो चाहिँ मेरो यति नै रिपोर्ट हुन्छ गाइज हैन। म चाहिँ अब मेन सिटीमा पुग्दैछु। बेनी जिल्लाको मेन सिटीमा मेन चोकमा। त्यो चोकदेखि म झर्ने हो। तर त्यो चोक कस्तो छ पहिला कस्तो छ त्यो चोकमा कति भिडभाड छ हैन। यो चोकमा के कस्तो गाडीहरू चल्ने रहेछ भन्ने कुरा हजुरले मजासित 1 मिनटभित्र बुझ्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ। कुनै बेला हजुरले यो बेनी बजारतिर आयो भने या बेनी बजार कस्तो छ हजुरको मनमा लाग्यो भने मजासित हजुरले यही भिडियो मार्फत बुझ्न सक्नुहुन्छ गाइज हैन। बेनी सिटी भनेको यस्तो रहेछ भनेर। म चाहिँ यही हो मेन सिटी र मेन चोक बेनी जिल्लाको हैन। यो ठाउँमा पुग्यो। ल हेर्नु न यहीँनिर के शहीद स्तम्भ 2069 सालमा बनाएको। अनि भिडभाड पनि यस्तो छ गाइज हैन। अब यहाँ कहाँनिर झर्नुपर्छ जहाँनिर यो गुरुजीले रोक्छ त्यहीँनिर झर्ने हो। त्यसपछि अर्को यात्रा हुन्छ। ठिकठाक छ गाइज यस्तो रहेछ। यताउता हेर्दाखेरि खतरनाक गल्ली छ। ठिकै छ। यहाँ 2टा बाटो छ। एउटा कता भित्र छिर्ने बाटो होला। यो एउटा छुट्टै बाटो छ। अगाडि मगर अटो सेवा भन्ने चलिरहेछ। यहाँ चस्मा पसल बाइक पसल ब्याङ्कहरू सुनचाँदी पसल कति छ यार। धेरै बोल्ने मसँग टाइम छैन क्या अहिले। बजारको अवस्था हेर्दाखेरि त म बोलिराखौँ भन्ने मन लागिरहेछ यार। यो पछि यो देखिरहेछ यो पछि यो देखिरहेछ। फेरि यहाँ हेर्नु न यार नयाँ चिजहरू वस्तुहरू देखिरहेछ क्या यार। एउटै कुरा मात्र भइदिएपछि त हुन्थ्यो के अरे। फेरि यो कुरा मैले आज देखाउन सकेन भने फेरि म जिउँदो पारानीसम्म त यहाँ ठाउँमा पुगेला नपुगेला यार के विश्वास है नि। आज त म पुगिरहेको छु। भोलिको दिनमा म पनि भनौँला यार म पनि बेनी जिल्ला पुगेको थिएँ यार। बेनीमा यस्तो थियो भनेर। र अब यो 2000 कति यो 82 साल आज पुस 24 गते यस्तो छ। बिहान 7-8 बजीतिर कि 10 बजिसक्यो होला। 10 बजीतिरको अवस्था यस्तो छ बेनी जिल्लामा हैन। ठिकै छ यार। अब बेनीको यो तल्लो गल्लीमा अब कस्तो छ मल्लो गल्ली कस्तो छ। तर म हिँडिरहेको गल्लीमा यस्तो छ हजुरले देखिरहनु भएको छ। घर गएर पनि बुढीलाई देखाउँछु या आमा बुवालाई मेरा साथीहरूलाई पनि देखाउँछु कि म। यस्तो छ गाइजहरू बेनी जिल्ला भनेर। ठिकठाक छ। यो बेनी जिल्ला भनेको सबभन्दा बढी प्रख्यात हाम्रो देश नेपालको जुन मेन टपर भलगर छ नि एमआरपी भलगर त्यसको जिल्ला भनेर नि हजुरले चिन्नुहुन्छ होला। म्याग्दी जिल्ला
यसको छिमेकी जिल्ला भनेको म्याग्दी हो। अब हामी पुगिरहेछौँ बसपार्कतिर हो कि कता हो कता हो, कता कता घुमाइरहेछ यार यो दाइले। घुम्दै दिन जाने भयो। हेर्नु न गाइज यसको तलबाट यस्तो छ, ट्याक्क पारेर। उहाँलाई चिन्नुहुन्छ कसैले? बेनी बस पार्कको, बेनी जिल्लाको बस पार्क लगायत यो हाम्रो देश नेपालको बेनी जिल्लाको बेनी बजारको बस पार्क होइन। बस पार्कभित्र एउटा हाम्रो के रहेछ टिकट काउन्टर, अनि कालीपुल टर्मिनल भवन, सार्वजनिक शौचालय। यो बस पार्कको अवस्था यस्तो रहेछ। यही बस पार्कमा धेरै घुम्न मसँग टाइम छैन। यो बजारमा जति कुरा देखाउन सकिन्छ त्यति कुरा हजुरलाई म देखाउँदै अगाडि बढ्दै प्रयास गर्छु। ठिकठाक छ बसहरू पनि। यतातिरको डिलक्स बस भन्ने या नर्मल डिलक्स भन्ने यस्तै रहेछ बसहरू, ठिकठाक छ। अनि मान्छेहरूको भिडभाड पनि यस्तै रहेछ, जुत्ता चप्पल बेच्ने, फलफुलहरू बेच्ने। अनि बेनी बागलुङ कुसुमा बजार सबभन्दा ब्रान्डेड बस चाहिँ मलाई यही लाग्यो, महारानीको बस। ठिकठाक रहेछ। यो बेनी जिल्लाको बस पार्क हो। जिन्दगीमा भोलि आएला नआएला आएको बेला चाहिँ टिभी राख्ने। मुगलिन बजारमा टक्क यो हाम्रो तटपटे काका अब नेपाली हो कि इन्डियन हो यो मलाई डिटेली थाहा छैन होइन। 50को यो चटपट कुनै बेला तपाईँ पनि आउनुभयो भने यो मुगलिन बजारमा सिक्नु नि त, बुझ्नु नि त, मलाई हेरेर साथ सपोर्ट गर्नुभयो भने। हजुर दाई, म चाहिँ यहाँ बुटोल कट्यो, तम कहाँ पुग्यो? ए लोड भयो हो। ल ठिक छ ठिक छ ठिक छ। हजुर के बुढ्ला सर? ल ल ल गाइज, अब योभन्दा बढी त भिडियो बनाउन सकिँदैन होला, किन भन्दाखेरि अहिले यार साँझको 6 बज्न लागिसक्यो। 6 बजेतिर म हाम्रो देशको एकदमै प्रख्यात पर्यटकीय क्षेत्र भनेर चिनिने पोखरादेखि यहाँ के यो मुगलिन भन्ने बजारमा पुग्यो कि। मुगलिन बजारको अवस्था अहिलेको समयमा यस्तो छ। पुस महिना टक्क आज 23 गतेका दिन साँझ 6 बजेतिर होइन। योभन्दा अगाडि त अब अँध्यारो हुन्छ, रात पर्छ, अब कहाँनिर के पो हुन्छ। यो भनेको मुगलिन बजार हो गाइज होइन। मुगलिन बजारमा यस्तो रहेछ सिन अवस्था भन्ने कुरा चाहिँ एकदम चौरा होइन। यो के भन्छ यसलाई, एउटा उता जाने बाटो, एउटा काठमाडौँ जाने बाटो, यो पोखरा जाने बाटो, अनि यो चाहिँ काठमाडौँ जाने बाटो, अनि यो चाहिँ बाँकी चाहिँ यो अरू जिल्लाहरूबाट आउने गाडीहरू आउने बाटो। अनि यहाँदेखि अब टक्क हामी जाने हो गाइस सिधै नारायणघाट, बुटोल, नेपालगञ्ज, कोलपुर हुँदै चिसापानी हुँदै सिधै घरमा पुग्ने हो होइन। अब योभन्दा अगाडि त धेरै क्याप्चर गर्न सकिँदैन होला, ठिकठाक छ होइन।